सुँगुरको मासु चाहिँ पाक्दैछ। अब चाहिँ म सुँगुरको मासु हाल्नु आँटेको, सुँगुरको मासुमा साग हाल्नु आँटेको, रायोको सागमा यसरी हो। टक्कै मिसाएपछि चाहिँ खाने लाइकको भइहाल्छ। हाल्यो मासुमा हो। कोलाई खानु मन छ मेरो घरमा आउँदा हुन्छ, तर कतिजनालाई चाहिँ तर यो खानुको लागि चाहिँ फ्लाइटको टिकट काटिकन आउनुहुन्छ, किनभने म चाहिँ बेङ्गलोरमा बस्छु नि त हो। तर यो सुँगुरको मासु चाहिँ अब मजाले पकाउँदैछु म। आधी पाइसक्यो, मासु चाहिँ पाइसक्यो। अब हल्का यसलाई घुमाउँदै हो, माथि तल गर्दै मिक्स गर्नुपर्छ। यसलाई चाहिँ हल्का के भन्नु त, अदुवा र लसुन क्या, अघि पनि हालेको मैले मासुमा पनि, तर यसमा पनि अब हल्का अदुवा र लसुन चाहिँ यसरी हो हाल्नुपर्छ। त्यसलाई पनि मिठो भइहाल्छ। यो चाहिँ सुँगुरको मासु त हो, सुँगुरको मासु र रायोको साग त जस्तै पकायो भने पनि मिठो हुन्छ हो। टक्कै यसरी घुमाउँदै बिस्तारो बिस्तारो सागलाई हल्का मासुसँग यसरी पटाइदिनुपर्छ क्या। अन्त त्यो फिल्टाको कम्युनिकेसन त अब थाहै छ तपाईँहरू सबैलाई हो। अब पाकेपछि म तपाईँहरूलाई देखाउँदै फेरि। सुँगुरको मासु र साग चाहिँ मिक्सर भइसक्यो, अब खाने भयो।